है पोइन्ट्सहरू त्यस्तो एकदम गतिलो पोइन्टहरू हामीले बनाउन सकेनौँ भनौँ है। हामी ग्रुपमा सायद धेरै भयौँ, फेरि छोरी मान्छे हो धेरै बोल्छौँ है, त्यही भएर मेन पोइन्टहरूलाई मैले त्यस्तो निकाल्न सकिनँ है। तर पनि म कोसिस गर्नेछु है तपाईँहरूको अगाडि मैले बुझेअनुसार। हुनु त हामी यहाँनिर जतिजना पनि भेलिज छौँ है, परमेश्वरको वचनलाई फलो गरेको कारणले हामी सबैकोमा एउटै एन्सर भएको कारणले नै हामी यहाँनिर छौँ है। मेन पोइन्ट मलाई त्यही लाग्छ। अनि हाम्रोमा एन्सर पनि एउटै हुनुपर्छ। हामी परमेश्वरको छोराछोरीहरू भएपछि जतिवटा 3टा क्वेसन राख्नु भएको छ अनि एन्सर पनि हामीसँग एउटै हुनुपर्छ है। अनि च्यालेन्जहरूको बारेमा फर्स्ट क्वेसन है, हाम्रो लाइफमा आउने क्रिस्चियनको च्यालेन्जहरू चाहिँ के हुन्छ भनेर थियो है। अनि च्यालेन्जहरू चाहिँ हाम्रो लाइफमा हामीले फेस गर्दै गर्नुपर्दाखेरि विभिन्न टाइपको च्यालेन्जहरू आउँछ। अनि मेन च्यालेन्ज भनेको एउटा टाइम हो। बेङ्गलोरमा है हामीलाई समय जुटाउनु धेरै गाह्रो हुन्छ। अर्को पैसा हुन्छ है, अनि पैसा रुपियाँ नभइरहेको टाइममा कतिवटा सङ्गतिहरूमा हामीलाई इच्छा लाग्दै पनि जानु सक्दैनौँ है। कतिको त आफ्नै ट्राभल गर्ने सुविधा भएको कारणले उहाँहरूलाई त्यस्तो प्रब्लम नभए तापनि हामी नहुने जातिहरूलाई नहुने व्यक्तिहरूलाई धेरै गाह्रो हुन्छ है सेवा सङ्गति जानको लागि। अनि त्यो कुराहरू मैले पनि फेस गरेको छु। अनि त्यो भएकोले म यहाँ उभिएर म यो कुराहरूलाई भन्न सक्छु है। टाइम अनि अर्को पैसा भयो। अनि च्यालेन्जहरू चाहिँ अझै अर्को कुरा के पनि लाग्छ भने मलाई, जब पनि हामी एउटा मण्डलीमा अगुवाहरू हुनुहुन्छ, पास्टर बाउहरू हुनुहुन्छ होइन, पास्टर यहाँबाट हुनुहुन्छ, हामी जब पनि ओपनली खोलिनु सक्दैनौँ, उहाँहरूलाई हामीले सबै कुरा सेयर गर्न सक्दैनौँ, हामी लुकाउनु थाल्यौँ भने हाम्रो लाइफमा त्योभन्दा ठुलो च्यालेन्ज अरू केही पनि हुँदैन। जब पनि हामीले ओपनली हामी सबै ट्रान्सप्यारेन्ट हुनुपर्छ हाम्रो लिडर्सहरूसँग होइन। हामी ट्रान्सप्यारेन्ट भयौँ भने चाहिँ हामीले त्यहाँबाट धेरै कुराहरू सिक्नु या लाइफमा हामीले नभेट्दै गरेको सल्युसनहरू हामीले उहाँहरूद्वारा पनि हामीले पाउँछौँ है हाम्रो लाइफमा। मलाई चाहिँ त्यो लाग्छ। अनि धेरैचोटि है हामी भन्नु सक्दैनौँ नि अब हाम्रो प्रब्लम्सहरूलाई होइन, हामी कसले बुझ्छ होला र भरे मेरो मजाक भयो भने यस्तो भयो भने भन्ने हाम्रो थट्सले गर्दाखेरि हामी धेरैचोटि कतिवटा कुराहरूलाई लुकाइ पठाउँछौँ है। तर त्यो नलुकाएर हाम्रो लिडर्सहरूसँग ओपनली रह्यौँ भने, हामी ट्रान्सप्यारेन्ट भएर रह्यौँ भने चाहिँ है हाम्रो त्यो च्यालेन्जहरू पनि हामीले लाइफमा त्यो खालको च्यालेन्जहरूलाई हामीले फेस गर्नु पर्दैन है। अन्त अर्को क्वेसनको आन्सर चाहिँ हाम्रो गोल चाहिँ हाम्रो उद्देश्य के हो, हामी क्रिस्चियन्स युथहरूको उद्देश्य के हो। हाम्रो उद्देश्य एउटै हुनुपर्छ, त्यो चाहिँ हाम्रो येशू ख्रीष्ट जस्तै बन्नु है। हाम्रो उद्देश्य चाहिँ हामी उहाँ जस्तै बन्नुको लागि पठाउनु भएको हो नि त। उहाँले हामीलाई बनाउनु भएको नै हामी उहाँ जस्तै हुनुको लागि हो। अनि हामी उहाँ जस्तै बन्ने कोसिस गऱ्यौँ। हामी हाम्रो जीवनमा उहाँले जति गर्नुभयो हामीले त्यो नगरेर हामी एउटै कुरा पनि गर्नु सक्छौँ भने चाहिँ हामी उहाँले जिउनु भएको जस्तो लाइफ हामी पनि जिउनु सक्छौँ नि त। उहाँले जस्तै काम गर्नुको निम्ति हामीलाई पठाउनु भएको, उहाँ जस्तो हुनुहुन्थ्यो हामीलाई पनि त्यस्तै बनाउनुको लागि पठाउनु भएको यो संसारमा। उहाँको मेन उद्देश्य हामीलाई बनाउनु, हामीलाई यस संसारमा पठाउनु, उहाँ जस्तै जीवन जियोस् भनेर पठाउनु भएको। अनि हाम्रो युथहरूको उद्देश्य पनि त्यही हुनुपर्छ। हामीले मण्डलीलाई कसरी अगाडि बढाउन सक्छौँ, हामीले कस्तो प्रकारले हाम्रो लिडर्सहरूलाई हेल्प गर्न सक्छौँ, हामीले हाम्रो एउटा प्रेजेन्सले त्यहाँनिर धेरैवटा काम बनिन्छ भने हामी त्यो कुरालाई हामी आफ्नो ड्युटीसँग होइन, मेरो त ड्युटीको प्रब्लम छ म छुट्टी पाउँदिनँ त्यो भनेर होइन, तर हामीले समय निकालेर होइन, अनि आफ्नो चर्चको निम्ति होस् या परमेश्वरको राज्यको निम्ति हामीले पाएको समय यदि निकाल्न सक्दैनौँ भने पनि प्रार्थना गरेर हुन्छ या कसैलाई भनेर हुन्छ होइन। परमेश्वर सबै कुरा गर्न सक्नुहुने परमेश्वर हुनुहुन्छ। केही पनि इम्पोसिबल हुँदैन। हामी हाम्रो बाहनाहरूमा हामी इम्पोसिबल भइ पठाउँछौँ हाम्रो बाहनाहरूले गर्दा। तर परमेश्वर इम्पोसिबलको परमेश्वर हुनुहुन्न नि त। सबै कुरा हामीलाई जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। तर विश्वास चाहिँ त्यो लेभलको हुनुपर्छ है हामीमा। अनि म अर्को क्वेसनको यो गर्नेछु एन्सरलाई। हाम्रो साथीहरूसँग हाम्रो साथीभाइहरूसँग हाम्रो प्रब्लम्सहरू हामीलाई कस्तो टाइपको प्रब्लमहरू हामी साथीभाइहरूबाट पाउँछौँ, हामीले कस्तो प्रकारले उनीहरूसँग ह्यान्डल गर्न सक्छौँ, त्यो प्रब्लमहरूमा हामी कसरी ह्यान्डल गर्न सक्छौँ। धेरैचोटि परमेश्वरको वचनले भन्छ तिमीहरू संसारको जुवामा नदाँच भनेर है। तर हामी धेरैचोटि उनीहरू जस्तै दाजी पठाउँछौँ। अनि हाम्रो जीवन चाहिँ जब पनि हामी संसारको हाम्रो मेन प्रब्लम त्यही हो। जब पनि हामी संसारको मान्छेले चाहिँ हामीलाई हामी जस्तै सेम छ जब पनि भन्छ भने यदि प्रभु नपाएको व्यक्तिले हामी जस्तै छ उ त भन्यो भने चाहिँ त्यहाँनिर आफै होसियार गर्नुपर्ने कुरा हुन्छ है। हामी होसियारी हुनुपर्ने कुरा हुन्छ कि म चाहिँ
उनीहरू जस्तै रहेछु, उनीहरू जस्तै भइपठाएछु भनेर भनी चाहिँ चुनौतीको कुरा हो। त्यो टाइममा चाहिँ आफूलाई उनीहरूभन्दा कसरी बेग्लै हुने, उनीहरूभन्दा कस्तो प्रकारले बेग्लै हुने भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ है। हामी त्यो समयमा हामी प्रभुसँग प्रार्थना गर्नुपर्छ। प्रभुले हामीलाई संसारको जुवामा नारिनको निम्ति पठाउनु भएको होइन, हामीलाई परमेश्वरले बेग्लै बनाउनु भएको छ, बेग्लै त्यो ज्ञानले भर्नु भएको छ भने हामी संसारको व्यक्ति जस्तो उनीहरूसँगै हामी उनीहरू जस्तै बनिनुको लागि हामी आएको छैनौँ। त्यो कुरालाई हामीले मेन जान्नुपर्छ है। हामी चाहिँ संसारमा के उद्देश्यले आएका छौँ, प्रभुले हामीलाई किन पठाउनु भएको छ भन्ने कुराहरूलाई हामीले कुनै पनि साथीभाइले फोर्स गर्दैछ भने पनि, यदि केही गर्नको निम्ति फोर्स गर्दैछ भने पनि हामी सतर्क रहन हामीलाई परमेश्वरको वचनले सिकाउँछ है। हामी बाइबलको वचनले हामीलाई त्यो कुराहरूबाट निस्किन सिकाउँछ। हामीलाई त्यो समयमा कुनै साथीले फोर्स गर्दैछ भने हामीले त्यसलाई डाइरेक्टली मना गर्नु नसके तापनि उसलाई हामीले एउटा कुल भएर होइन, एउटा परमेश्वरको वचनलाई हामीले मानेर हामीले एक्सेप्ट गरेर जब पनि त्यो व्यक्तिलाई हामी त्यो प्रकारले सम्झाउँछौँ भने होइन, हामी त अब मानिस हो नि त, कसैले हामीलाई काहीँ जाउँ अब म क्रिस्चियन हो भनेर म क्रिस्चियन हो, म कस्तो लाइफ जिउनुपर्छ भनेर त्यो मलाई मात्रै थाहा छ, अन्य जातिलाई थाहा छैन नि त मैले कसरी जिउनुपर्छ भनेर। अनि त्यति बेला उनीहरूले त भन्छ नि यहाँ जाउँ त्यहाँ जाउँ भन्छ, तर म को हो भन्ने कुरा चाहिँ मलाई पहिला थाहा हुनुपर्छ। उनीहरूलाई मेरो बारेमा थाहा हुँदैन। अनि त्यो जीवन चाहिँ यदि मैले पनि जुनै फिल्डमा मेरो साथीभाइको अगाडि मैले पनि त्यो लाइफ जिउँदैछु भने चाहिँ त्यति बेला चाहिँ उनीहरूले हामीलाई भनिबस्ने जरुरत पनि पर्दैन। उनीहरूले हामीलाई भन्दैन पनि कि यो चाहिँ हामीले भन्यो भने जाने व्यक्ति हो भनेर उनीहरूले सोच्नु पनि सक्दैन, ताकि मैले जीवन चाहिँ जिएर देखाउनुपर्छ। मैले जीवन उनीहरूभन्दा फरक जीवन मैले जिउँदैछु भने चाहिँ तब उनीहरूले हामीलाई त्यो भन्ने आँट पनि गर्दैन। अनि मलाई चाहिँ यही लाग्छ, हामी क्रिस्चियन युथहरू, क्रिस्चियन जातिहरू जति पनि छौँ, हाम्रो जिआई, हाम्रो उद्देश्य, हाम्रो हरेक कुरा चाहिँ हाम्रो परमेश्वर हुनुपर्छ। हुन्छ, म यति नै भन्न चाहे। अझै जोडदार ताली बजाइदिउँ। धन्यवाद। एकदमै मजाले स्पष्ट इन्भेस्टमेन्ट गरिदिनुभयो। ग्रुप नम्बर 4 तपाईँहरू कोही लिडर हुनुहुन्छ।